सो हे फ्यामिली वेलकम ब्याक टु आवर मर्निङ स्टार्ट भ्लग होप सबैजना सन्चै हुनुहुन्छ होला र यहाँ हामी पनि यहाँ सबै सन्चै छौँ हो क्या भन्दा केटा एक स्वरमा त सबजना कहाँ जानु है आज चाहिँ भन्न मिल्दैन किन सरप्राइज हो गएपछि सामान चाहिँ के बोके त जानी त भन्यो खोइ यसो भुजा हेर यता फलफुलहरू चौचौहरू उसको मामाहरूबाट ल्याए दिनभर घाम चाहिँ लास्ट चर्किरहेको छ अब हेर कतिको रमाइलो हुन्छ उमेर यही हो रमाइलो गर्ने अब यस्तो ठाउँमा यस्तो धराबाट हिँड्दा फेरि हामी वान मिस गेम फिनिस हुन्छ है के अरे यहाँ चाहिँ अब वान मिस गेम फिनिस हो है हो ल हेर्न यहाँ कस्तो हेर त्यही भएर अलिक ध्यानपूर्वक हिँड्नुपर्ने हुन्छ हामी चाहिँ अब होइन भ्यू हेर्न यहाँ कस्तो बल आमा हरियोमा कालो लुगा टिलिक्क देखाएको छ आऊ न सँगै जानुपर्छ ढिलो चाँडो गर्नु हुँदैन किन यसो यहाँ ठाउँ देखाउँ भने केटाहरू छोडेर गइसक्यो अब मलाई उतातिर पुगिसकेछ तर ठाउँ त धराब छ यार ओ पखाल्नु एकछिन यार म नि आउँदैछु त लड्यो भने फेरि जिन्दगी बर्बाद हुन्छ यहाँनिर त एकछिन नकुद्दा भेट्दैन यिनीहरूलाई फेरि खतरा छ बाटो खतरा बिस्तारै नै केटाहरू लड्ला नि फेरि लडेन सिधै कहाँ पुग्ने ठेगाना तलतिर पुग्छ बिरल यहाँबाट लड्यो भने त भेट्ला त मान्छे अब त्यो लकमा भर पर्छ हो तिमी लड्यो भने त म आउँछु है तिमीलाई खोज्नलाई चिन्ता नगर पर्छ पर्छ 100 जना मेरो खोज्ने रमाइलो होला त यहाँ त अबिरल होला नि अब यस्तो मिहिनेत गरे हुन्छ मलाई कतिखेर पुग्ला जस्तो भइसक्यो भने वहाँनिर हिँड्न बाँकी छ लो त झन् आज यहाँ मर्निङ स्टारको जर्सी लगाएर आएको है कालोमा पसिना पछाडिबाट पुरै भिजिसक्यो भने पछाडि अगाडि मेरो खुट्टा अब अहिले गएपछि शीतल हुन्छ अब कहाँ जान्ला हो अनि थाहा भएपछि शीतलै हो ल ल अब चाहिँ हामी पुग्न लागिसक्यो अब हामी पुगेर देखाउँछौँ किनभने यता अब भ्यू खिच्दैन हामी केही पनि हेर्ने बाटो कति धराब छ लड्यो भने तनाव हुन्छ नि फेरि त्यही भएर उहाँ पुगेर भेटौँ ल केटाहरू तलतिर पुगिसक्यो ल अहिले भेटौँ न तलतिर गएर ल फाइनल्ली हामी चाहिँ अघि गएपछि देखाउँछ भने चाहिँ कष्ट गरेर पनि आयो ल हेर्ने यहाँ पारा त देखिहाल्नु भयो होला केटाहरू कहाँ पुगिसक्यो त्यहाँतिर छ वास्तवमै भन्नुपर्दा हामी यहाँ चाहिँ पौडी खेल्न भनेर आएको पानीको हालत देख्दा पौडी खेल्ने जस्तो लागेन है मलाई ल हेर्नु नि यहाँ पानी एउटा मान्छे डुबाउने खोलै छैन नि के खेल्नु अब पौडी नखेल्ने माछा चाहिँ मार्नुपर्छ अहिले नभेटिन्छ उता तलतिर तल भेट्छ कि हेरौँ है त अब मरि पौडी खेल्न भनेर खोला खोज्न हिँड्यो खोला भेट्दै भेटेन अब यतै आएर यहाँ पानी सानी खाएको धारा आइरह केटाहरूलाई भोक लगाएर खरबुजा खान लागिसक्यो के भन्दा अब खोला भेटेन यस्तै हो म नि एक बिट चाहिँ हान्नु पऱ्यो ल अहिले जे गरेर देखाउन त माछा मारेन अब हेरौँ के गरिन्छ ल हामीले चाहिँ खोला भेटिवरि खेलि पनि सक्यो अनि अब एकछिन चाहिँ खाजा खानु लाग्यो ल के हो खाजा खोइ यस्तै हो यी बिजोग छ खोला त्यही तल छ अहिले फेरि अर्को एकलट खेलेर देखाउँला नि त खाजा खाएर आएको केटाहरू यहाँ छिरिसकेको छ भित्र ल ओ रमाइलो भइरहेको है केटा खोइ अर्कोटा चिनमै दिइराखेको त फेरि ठिक छ ल म नि अब एकछिन छिर्नु पर्ने हुन्छ अहिले भेटौँला छिरेर ल खोलाभित्र छिरिवरि पौडी पनि खेलिसक्यो खेल्न त आउँदैन यसो डुबे मात्रै हो अनि यहाँ कपाल नि रिभिल गरिदिएँ मैले यही मौकामा अब तिमीहरू के गर्ने रे खोइ ल रेडी हो ल 1 2 3 गो डुब्यो हेरौँ है कसले जित्छ यहाँ एक दुईजना बाटो नि हुन्छ ल ल ल अरे सुदीप निक्ली कहाँ भयो त डुबे भयो त यहाँ ओ हेर के भयो त्यसलाई निक्लेन त निक्ल्यो 7वटा स्टाइल यार यत्रो बेरसम्म ननिक्लेर म त के भयो नडुबे केटा नडु अब यहाँ साथीले कला देखाउँछ खोइ देखा ल पौडी खेलिवरि यहाँ निक्लेर आएको त भाइहरू यहाँ पुरै दिन लागिसकेको छ यिनीहरू त व्यवस्थित तरिकाले आएछ हामी त अब आएन अर्कोचोटि आउनु पर्ला तिम्रो आँखामा डुबिसकेछु निकाल्न
ल भाइको एकछिन मिठो गीत सुनिवरी अब हामी चाहिँ फर्किन लाग्यो तिनीहरू चाहिँ त्यहीँ बसिरहेको त्यो भाइहरू चाहिँ अलिक ढिलो आयो हामी चाहिँ अलिक चाँडो आयौँ होइन अनि जान लाग्यो घर जान थालेको एकछिन त मजाले गीत सुनेर त्यही होइन राम्रो गीत गाउँदैछ भाइले चाहिँ रोपै लाग्ने स्वर सुनेर मेरो पनि त्यस्तै भयो जस्तो लाग्यो फेरि मैले गीत गाएँ सब बिहोस हुन्छ नि ल मान्छेहरू चाहिँ अब मेरो गीत सुनेर बिहोस भयो नि नभए नि अब म चाहिँ यहाँ बिहोस हुनु जस्तो लाग्छ यस्तो उकालो चढ्दा चढ्दै पसिना हाल्नु कति केटा नि आइरह जा लास्ट थाक्यो है थाकिहाल्छ नि त होइन कस्तो मलाई लास्ट गाह्रो भइरहेको यार उकालो चढ्दा ओढ्दा घरबाट 1.5 घन्टा हिँडाले मलाई अझै आधी घन्टा लाग्छ घर पुग्नलाई अब म कहाँ भिडियो खिच्दा खिच्दैन सिधै घर गएर भेट्छु मलाई लास्ट थकेर आइसक्यो एकछिन घर जान टाइम लाग्ने भएर एकछिन आनन्दले यतै बसेको अनि अब छुट्टिने बेला भयो खोइ को छुट्टिने ल जान्छ त तिमीहरू अब अर्कोचोटि भेटौँला भइहाल्छ नि जमजमाइ चाहिँ हामी यिनीहरू यताबाट जाने र अब हामी यताबाट जाने रे सब्स्क्राइब कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला है शेयर नि गरिदिनुहोस् जमजमै हामी पनि जम्या ढिला भइसक्यो म त घर जान हतार भइसक्यो यिनीहरू खालि चल्छ अघिदेखि घर हिँड्नु भने ल हेर त्यहाँ गति अर्को ल हिँडा पनि ढिला भइसक्यो यार ल बाँदरै जसरी कराउँछ यार मजा आउँछ यार यसमा खेल्न मजा आउँछ कि यिनीहरूले खेला चाहिँ हेर्दा मलाई कस्तो लोभे लाग्यो म नि एकचोटि खेलेर ट्राई गरेँ हेर्नु पऱ्यो कस्तो हुँदो रहेछ ल त मलाई है त्यहाँ छोड यतादेखि खेला देखेर मलाई लास्ट खेल्न मन लाग्यो राम्रोसँग अर्को बादर त्यहाँ यिनीहरूको कहिले उमा लाग्दैन के तिम्रो लाग्यो केटाहरू अलिकति जाऊ न उता एउटा पछाडि अर्को हाम्रो जिउँदो स्केलेटन यता है नगर्नु त्यस्तो यार जे पाइ त्यही ल एकछिन अब रमाइलो गऱ्यौँ अब छुट्टी नै पर्दो रहेछ के गर्नु ल राम्रोसँग जाऊ अब भेटिहाल्छ नि अर्कोचोटि तर लास्ट नरमाइलो लाग्दो रहेछ सँगै खेल्यो अब छुट्यो केटाहरू भेटौँला अब पछि ल हाम्रो संजोग साथीले भ्लग गरेको थियो अनि अहिले चाहिँ उसलाई चाहिँ हल्का सन्जो छैन त्यसैले भ्लग एन्डिङ म गर्दैछु होइन अब भन्नलाई धेरै केही छैन यति अब सन्जोगबाट जानु पनि छ होइन तर भिडियोलाई लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ गरिदिनु होला हस्त जय नेपाल।